सतीले सरापेको देश भन्दै सुन्दै आएका हामी नेपाली नारीलाई घर बाहिर होइन घरभित्रका चार भित्ताबीच नै सीमित राख्नु उपयुक्त हुन्छ भन्ने नेपाली समाजको भाष्यबीच भाद्र 23 र 24 को जेन्जी आन्दोलनपछि भाद्र 27 गते नेपालले पहिलो महिला प्रधानमन्त्रीको रूपमा पायो श्रीमान सुशीला कार्कीज्यू। देश तरल अवस्थामा भएको बेलामा कूटनीतिक, राजनीतिक, सामाजिक र हरेक पक्षबाट देशको मार्गदर्शन गर्न त्यति सजिलो भने अवश्य पनि थिएन। त्यसमाथि प्रश्न थियो कि समयमा निर्वाचन हुन सक्ला त? यदि समयमा निर्वाचन हुन सकेन भने कि अब देश अन्धकारको मार्गतर्फ उन्मुख हुने त होइन? त्यो सँगै दिनकै विभिन्न मागहरू राख्दै विभिन्न जेन्जीका अभियन्ताहरू को सही र को गलत, को साँच्चीकै अभियन्ता हो अथवा केही जेन्जी ग्रुपहरू कोही अरू शक्तिबाट परिचालित त होइनन्? त्यसमाथि अझै ठुलो प्रश्न थियो जेन्जी आन्दोलनको समयमा ती कलिला विद्यार्थीहरूमाथि ताकी गोली हान्न लगाउने अघिल्लो सरकारका उच्च पदमा बसेका व्यक्तिहरूलाई खोइ त कारबाही गरेको। आन्दोलनको सत्य तथ्य बुझ्नको लागि गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग त गठन भएको थियो, तर प्रष्टसँग के देखिन्थ्यो भन्दा यो सरकार मुख्य गरी निर्वाचनमै बढी केन्द्रित छ। यो देख्दा धेरैलाई र हामीलाई पनि लागेको थियो कि किन यो सरकारले निर्वाचनलाई मात्रै बढी प्राथमिकतामा राखेको होला, किन ती अघिल्लो सरकारमा बसेका उच्च पदका व्यक्तिहरूलाई कारबाही नगरेको होला। त्यही बीचमा डिसेम्बर 18, 2025 को दिन नेपालको जस्तै तरल अवस्थामा रहेको र समयमा चुनाव गराउन नसकेर झनपछि झन अस्थिरतातिर लम्किँदै गरेको देश बङ्गलादेशबाट एउटा खबर आयो। 2024 को जेन्जी आन्दोलनमा त्यो आन्दोलनका एक अगुवा नेताको गोली हानी हत्या भएको थियो, जसले गर्दा देशभरि नै फेरि आन्दोलनको अवस्था आएको थियो र त्यो दिन नै एक हिन्दू व्यक्तिलाई जिउँदै जलाएर हत्या गरिएको थियो। त्यति बेला बल्ल निन्द्राबाट झसङ्ग भएको जस्तो महसुस भयो र अनुभव हुन थाल्यो कि किन यो सरकार बढी निर्वाचनतिर केन्द्रित छ र अहिलेको अवस्थामा पनि नेपालमा निर्वाचन नै सबैभन्दा महत्त्वपूर्ण विषय हुनु स्वाभाविक विषय हो। हुन त श्रीमान सुशीला कार्कीज्यूको सरकारलाई ती अघिल्लो सरकारमा पदभार गरेका उच्च पदका व्यक्तिहरूलाई मुद्दा चलाउनु सायद त्यति ठुलो कुरा थिएन होला। यदि मुद्दा चलाएको भए, कानुनी दायरामा ल्याएको भए त्यही सुशीला कार्कीको सरकारको चर्चा झन् सुनिँदै जान्थ्यो, चर्चा झन् बढ्दै जान्थ्यो होला। तर त्यो आफ्नो चर्चा बढाउने विषयले देशले निकास खोजिरहेको निर्वाचन समयमा हुन सक्थ्यो होला त? अहिले फर्किएर हेर्दा लाग्छ कि सायद नेपाल झन् अशान्ति र अस्थिरताको मार्गतर्फ उन्मुख हुन पनि सक्थ्यो र अहिले देश पूर्ण रूपले निर्वाचनतिर होमिएको छ। हरेक राजनैतिक दल, नागरिक, सरकारवालाहरू अब समयमै निर्वाचन हुने कुरामा लगभग ढुक्क भएको जस्तो देखिन्छ। त्यो सँगसँगै भाद्र 23 र 24 गते के भएको थियो, यसको दोषी को, यसको सत्य को हो र गलत को हो, यसको निर्णायक शक्ति पनि अब आम नागरिकको हातमा आएको छ निर्वाचन मार्फत। अहिले सबैले सोचे अनुरूप सत्यको जित भयो, देशले मुहार फेर्यो, देश प्रगतिको मार्गमा अघि बढ्यो, शिक्षा, स्वास्थ्य, रोजगारी जस्तो न्यूनतम आवश्यकताहरूमा हरेक नागरिकहरू सन्तुष्ट हुने अवस्था आयो भने यी सबै नयाँ पाइलाहरूमध्ये पहिलो पाइला ती शहीद र दोस्रो पाइला तिम्रै नामको स्वर्णिम अक्षरले सजाइनेछ। धेरै धेरै धन्यवाद आमा, धेरै धेरै धन्यवाद तिमीलाई।